Hello, good morning everyone. It's day 3 at Pattaya. होइन त आज चाहिँ डे 3 आज चाहिँ हामी टाइम म्यानेज गरेर चाहिँ यहाँ आइसी टाइगर पार्क त जानु पर्यो फेमस त्यही भएको हुनाले चाहिँ एकदम हतारमा चाहिँ केही नगरिकन टोइलेट पनि नबसिकन मर्निङको हतार हामी चाहिँ टक्क टाइगर पार्कतिर लाग्दैछौँ 10-15मा चेकआउटै छ अब अहिले त 9 बजिसक्यो अब हो लेट्स सी होइन अब सायद टाइममै हो सबै कुरा अनि त्यसपछि चाहिँ अलिकति सजिलो चाहिँ मेरो बुढीले यहाँको एप डाउनलोड गरेर भ्याएर एकदम सजिलो भयो यतिको बाटी चाहिँ हुनुपर्छ एपको नाम के अरे बोट भन्ने एप बोल्ट भन्ने एप चाहिँ डाउनलोड गरिसक्नु भएछ त्यो भएर अलिकति सजिलो भयो ट्याक्सी मगाउनलाई सस्तो नि भनौँ होइन अब ऱ्यान्डमली चढ्नुभन्दा यसरी चढेको अब राम्रो अब जस्तै हाम्रो पठाउन ड्राइभ भने जस्तै अनि त्यसपछि सिम चाहिँ एयरपोर्टमै लिएको थिएँ मैले त्यही भएर नि हो एयरपोर्टमै लिएको सजिलो भयो नेट सेट चलाउनलाई ओके अब हामी टाइगर पार्क लाग्दैछौँ अब हामी त्यतैतिर भेटौँला है हल्का अब बाटो हेरौँ पानी चाहिँ बिहान रेगुलर परिरहेछ दिउँसो चाहिँ रोकिरहेछ ठिकै छ अब सिम पानी परिरहेछ How are you my friend? All good? कहाँ बुझ्ने मैले पऱ्यो बिचरा के भयो सोल्टीलाई कालो अक्षर भइसक्यो बराबर ल त जङ्गलै छिरे जस्तो भयो त हो साथीहरूको हामी जङ्गल छिर्यौँ ल टाइगर पार्कमा इन्ट्री टाइगर पार्क अब हेरौँ के अफर गर्छ त यहाँ के छ स्पेसल कस्तो हुन्छ भाइब्स अब म त यहाँमा कत्रो छ हौ बाघ टाइगर पार्क कत्रो हो यो त अच्छा वान मिस गेम फिनिस टाइगर जाउँ that side okay thank you चलिरहेछ टाइगर स्मेलै अर्कै आछ यार स्मेलै बाघकै स्मेल आयो यार ओ माय गॉड हट तेरी ओए कत्रो हो आमा कसरी पाल्या हो यत्रो कति धेरै हो बाघै बाघ सेफ टाइगर रहेछ यहाँ त जहाँ हेऱ्यो नि बाघ which side
Which side? Big Jen, you show ticket. Oh, Two people, right? yeah, yeah. Okay. Thank you. Listen to me for a second. Inside, when you go inside, you have to take only body backside. It's the front part and not front and Okay. forward. Okay. You stay usually behind, forward, stop all the time. Then you walk a little bit. Mobile phone, take photo with or no flash. No Okay, call, okay. no video call inside. Okay. And please listen, stop inside. Okay. Thank you. Okay? Your bag is in the box. Your bag is in the box. यति बेला चाहिँ हामी खास गरी केही बबालै गर्छु भनेर इन्टर गर्दै थियौँ मोरीले त अनि मलाई थाहै भएन अनि ब्याग त्यहाँ राख्नुपर्छ भनिदियो अचानक माइक छ छैन म त कन्फ्युज त्यसमाथि उता बाघले हेरिरहेको फेरि बाघले हेरेको सातु गए जस्तो हो अमिर गुरुङको त्यसपछि त ब्याग स्याग माइक स्याग बिर्सेछु म त होसै उडेछ त्यसपछि झन् यस्तो रमाइलो भइरहेको थियो टेन्सन ल अब चाहिँ हामी छिर्दैछौँ मेरो बुढी चाहिँ पुरै बगिनी टाइपले हिँडिरहेको छ है पुरै ऊ डोराउँदैछ मोराले जानुहोस् रे अझ मोराहरू चाहिँ कुकुरलाई राख्या फेरि हेर न एउटा बहिनी हुन्थ्यो दुईवटा लिएर अनि मेरो एउटै देखेर सातो गएको थियो दुईवटा देखेपछि त अनि मेरो बुढा त भइहाल्यो नि त्यहाँबाट उसलाई चाहिँ बोलाएको होला चाहिँ म त भिडियो गरे जस्तो गरेँ तर म चाहिँ खासै जानै डर लाग्थ्यो त्यहाँ चाहिँ त्यो भिडियो गरे जस्तो भएन हो उसलाई डर लागेर चाहिँ नगएको हो त्यो हेर्नु कस्तो मजाले हेरिरहेको थियो क्युट हेर आमा नि कुकुरको छोरा जस्तो देखिरहेको छ अहिले तर त्यस्तो नभन्दाखेरि ठुलो चाहिँ एकदमै ठुलो थियो तर डर चाहिँ लाग्ने हो लाग्न त पुरै टच मसार मुसुर गर्ने रे अझ ट्याक्क लाएर एकजना चाहिँ कहाँ लुकेर बसिरहेछ को अर्को बाघ तपाईँ साइडमा खानु त त्यो त अनि अर्को दुईवटा बाघ रहेछ अनि दुईवटा बाघलाई त्यो उस गर्ने रहेछ के हेर्दा लट्ठीले यो चढ्न लाग्थ्यो कि होइन दाजुभाइ रहेछ पछि हेरेको त हो दुइटै केटा रहेछ कि ठिक ठिक औडै क्यारकेर आएर टेन्सन भयो तर यार बाबाले मेरो बुढाको बेजत भएको थियो धन्न भएन आयो गाइडहरू त क्या हाँसेर म त भाग्यवान रहेछ दुईवटा बाघले छुन भाइ त्यहाँ बोलाइरह ऊ त्यहाँ बोलाइरह म चाहिँ त्यहाँ सातो उडेर बसिरहेको छु भाग हेरिरहेको क्यामेरा उसलाई भनिरहेको छ क्यामेरा चाहिँ अब त्यहीँकै स्टाफले खिचिदिन्छ हाम्रो कस्तो माया लाग्दो कुकुरलाई गरे जस्तो कि मेरो बुढा थियो आइपुग्यो बाघको इन्ट्री भयो अर्को बाघको होइन हात्तीको धन्दै एउटा बाघ देखेर अर्को बाघ डराएर हैरान अयो नि कम त रिसाएन त्यो बाघ त्यो तिमीलाई देखेर आयो डराएछ तिनीहरूले छोकी पुच्छले हान्छ तर लास्टै दुखे थियो त्यो पुच्छैले धरि यार म त एकछिन त के गरौँ छुँदैन मन लागेन उसलाई सातो उडाएर नि अनि फेरि हान्छ होइन त्यो त गाइडले सिकाउँछ यस्तो यस्तो गर भनेर तिमीलाई तिमी नै रे बेजतै गरे नि यार यो गाइडहरू त कम त कहाँ हाँसेन त्यो मेरो बुढीलाई होइन गर्छ त्यो तिमी भएको जस्तो लागेर होला नि बिस्तारै गरे नि त मलाई त ठ्याम्मै हाने नि ढ्याप्प राख्नु पर्दो रहेछ कि
मैले अघि नै बिस्तारै त छोदेँ नि अन्त त्यतिकै बाघलाई त त्यो अनि त्यो चुइया छुँदा त अनि काउकुती हात लगाएर मोराले अनि होइन त त्यहाँ स्विमिङ चिल चिलिङ इन द बिच अब हेर त्यहाँ बाघले यस्तो डेन्जर हेरिदिन्छ कति न फेरि ड्याम्म गर्छु भन्छ पुत्त गर्छ अब त्यो बाघ रिसाएर हेर्छ अरे तिमीलाई कस्तरी अहिले नै हो उयो रातो भइसक्यो मान्छे छोयो त मरिजाम 1800 रुपियाँ यो मान्छेले नतिरिकन पठायो भने नि कमसेकम पैसा त बस्दै खै त हामी त गरिरहेको नि केही भएन थेट मजाले गऱ्यो नि तिमीले त त्यसपछि अब मेरो जति मसार्नु मैले मसारेँ अब बुढाले मसार्नु सकेन लाग्यो हामी अब अनि लाग्यो हामी भन्दै निक्ल्यो यहाँबाट चाहिँ गाइडलाइन झ्याउलाई चाहिँ जाति मारौँ भन्दै बाघै बाघ थिए सब बाघै बाघ अचम्मै लागेर एकछिन त यसरी नै हाम्रो बाघसँगको यसो सानो मिटिङ भेटघाट सकिन्छ हामी चाहिँ त्यसपछि जान्छौँ म चाहिँ उसको खिल्ली उडाउँदैछु एउटा टेन्सनको कुरा त के भयो भने गाइज माइकै मैले अन्त राखेको छु अडियो नै भएन छ तनाव भयो अब ठिक छ अब बाघै बाघ गनाए लास्टै अब टाइम ठ्याक्क हुन्छ बुढा त्यही कफी खाने है के गर्नु कि रुमतिर गएर अब रुममै जाने त्यही ब्रेकफास्ट नै भेट्छ दिन्छ ब्रेकफास्ट दिन्छ के भनेको ब्रेकफास्ट नदिने कुरा हुन्छ त्यहाँ उनीहरूले टिपाउँछ नि त कस्तो अडियो नै के भएछ यार ठिकै छ अब तिम्रो यस्तरी छ नि त त्यही भएन ब्याक अडियो हालौँला मिल्छ होइन कति हो यार यहाँबाट फर्किने होला अझै फर्किने होला कि ल जाउँ हो फर्स्ट टाइम अनि त्यति नजिकबाट बाघ देखेपछि त स्वादी खाप स्वादी खाप खापुन खाप स्वादी खाप यस्तरी भन्छ स्वादी खाप खापुन खाप 10,000 ल जाऊ राजा जसरी बस न ल फोटो खिच्नु पर्दैन ल हात्तीहरूको राजा बाघ देखेर डराउने मिस्टर अमिर गुरुङ यस्तो डराएको उसलाई त त्यो मनै नपरा जस्तो बाघले है पुच्छरले हानेको हाने अनि तिमीलाई ड्याममा हाने भनेको अनि वान मिस गेम फिनिस बाघे झापु हाने त साग गइहाल्यो नि होइन कसम पुच्छरले दुखायो दुखेको कि पुच्छरले नि थत्तेरी गन्ध त ठ्याक्कै यार आमा टाउको दुख्ने गन्ध रहेछ दुईटा बाघ कस्तो मजाले आयो नि तिम्रो भिडियोमा सर केटा र केटी रहेछ क्या पुरै रोमान्स हान्न लागिसक्यो सोल्टी ओपन हो नि त हो रमाइलो भयो खतरा टाइम म्यानेज गरियो है बाहिरै छ अरे ल त अब टाइगर पार्कको भिजिट पनि यही हुन्छ यत्तिकै 910 दिराम दिराम रहेछ फेरि
भाट महँगो त महँगो यार टोटलमा के भनौँ न होइन इट्स ओके वर्थ इट अब बाघ पाल्न नि यिनीहरूलाई गाह्रै होला नि होइन खानपान मिलाऊ ल त अब हामी चाहिँ हतार हतार छ यहीँबाट एक्जिट हुन्छौँ हतार छ धन्न यति हेर्न नि पाइयो अलि अझै टाइममा हाल्यो 9 बजी खेल्ने रहेछ त्यो टाइममा अझै हिजोतिर है सफारी पनि गर्नु है सफारी पनि राम्रो हुँदो रहेछ ऊ त्यस्तो ए है टुकटुकमा जाने अनि बाबा सफारी पनि ठिक थियो अब टाइम छैन है यस्तो हुँदो रहेछ सफारी चाहिँ टाइम छैन अब हामीलाई बाघ हेर्ने इच्छा थियो कति त्यही हो बाघै रहेछ यहाँ स्पेसल्ली बाघै बाघ अरू नि हुन्छ कि भनेको त खेलिरह ओए खेलिरहेछ Chilling in swimming pool. 2 big lions. Oh my god. जिस्काइरहा जाऊ जे होस् थाइल्यान्ड आएर यो बाघ नि फेमस थियो नि त होइन मान्छेले प्राय बाघमा खेलिरहन्छ ए बाघ त कति बाती अघि लडिरहेको थियो हामीले फोटो खिचेको उपोज देखाएको बाघ त यहाँ त कुकुर जसरी रहेछ जहाँ पनि बाघै बाघ ठिक छ थाइल्यान्ड आएर यो बाघ देखिन्थ्यो यसरी बाघ हेर्ने है इच्छा पनि पुरा भयो बुढी है नाइस नाइस ल थ्याङ्क यू अब हामी लाग्छौँ फेरि होटेलतिर